Hello everyone, welcome to my YouTube channel Mr. Ale Vlog. सबैजनालाई स्वागत छ एन्ड आई होप सबैजना एकदम राम्रो हुनुहुन्छ होला, खुसी हुनुहुन्छ होला। अनि अब त कोरिया पनि आइसक्नुभयो है। अब कतिजनाको अब सपना हुन्छ नि कोरिया आउने चाहिँ होइन, अब कोरिया आएर कोरिया जाने होइन, अब यता पढ्ने काम गर्ने अब सपनै हुन्छ भनौँ न। अब नेपालमा बसेको मान्छेहरूको सपना अब हामी अब भनौँ न नेपालमा बसिरहेको होइन कोही मान्छेहरूको सपनामा हामी बाँचिरहेछौँ कि अब नेपालमा बसिरहेको हुन्छ नि त कोही कोरिया जाने भनेर नि तिनीहरूको सपनाको देशमा बसिरहेछौँ हामी। म फेरि आज नयाँ ब्लग लिएर आएको छु, नयाँ टपिक लिएर होइन। अनि यो टपिक चाहिँ अलिकता लास्टै इम्पोर्टेन्टै छ है कोरियाको लागि सर्भाइभ गर्नको लागि, अनि यताउति काम खोज्नको लागि, ट्राभल गर्नको लागि। अब हुन्छ नि चाहिरहन्छ, अब हामी यताउति गएर हुन्छ ट्राभल गर्दाखेरि होइन। अनि अब कामहरू खोज्नु पऱ्यो, अब बाहिर आएर मात्रै भएन, काम गर्नुपर्छ। आफ्नो लागि आफैले हुन्छ नि आफ्नो लागि आफैले कमाउनु पर्छ। अब घरतिर पठाउने यताउति गर्ने अब कतिको हुन्छ, सबैजना लोन लिएर आएको हुन्छ। अब कोही पनि धनी बाउको छोराछोरी त हुँदैन होइन, अब पैसै दिन नपर्ने। त्यस्तो भए पनि अब फ्यामिलीमा नि सपोर्ट त चाहिन्छ, सपोर्ट गर्नुपर्छ। त्यसैको लागि यहाँ कोरियामा अब काम खोज्नको लागि काम कसरी खोज्ने भनेर केही कुराहरू भन्न गइरहेको छु। अहिले इन्फर्मेसन दिन लागेको कुराहरूको चाहिँ म आफैले युज गरिरहेको छु कि म कोरियामा बसेर होइन मैले युज गरिरहेको छु त्यो कुराहरू चाहिँ। अनि अब मैले युज गरेकोहरू होइन अब तपाईँहरूलाई म सेयर गर्न चाहन्छु कसरी गर्ने भनेर होइन। अब एआरसी आएको छैन होला होइन, एआरसी बन्दै होला, अब एआरसी पनि आउन लाग्यो होला होइन। अब एआरसी आएपछि त अब काम पाइन्छ भनेर सोच्नु भएको होला होइन, तर एआरसी आउने बित्तिकै काम चाहिँ पाउँदैन होइन। एआरसी आउने बित्तिकै आफै काम चाहिँ पाउँदैन। अब यहाँ कोरियामा त एकदम फेरि ल्याङ्ग्वेज पनि चाहिन्छ, चिनजान हुनु पऱ्यो, अनि नभए लिङ्क हुनु पऱ्यो होइन। अब आफै काम खोजेर गर्नको लागि चाहिँ म त्यो कसरी गर्ने भनेर चाहिँ म भन्न गइरहेको छु। म आफैले पनि युज गरिरहेको छु, पुरा डिटेलमा दिन्छु होइन। अब यहाँ कोरियामा सर्भाइभ गर्दा के चाहिन्छ, सर्भाइभ गर्न के चाहिन्छ भनेर फुल डिटेलमा दिन्छु। लेट्स मुभ। फ्रन्ट स्क्रिनमा देखिरहनु भएको नि यो हुन्छ नि अब यो एनआइसी एसिया ब्याङ्क चाहिँ होइन, यो चाहिँ नेपालकै हो, अब सबलाई थाहै होला। यो चाहिँ मिस्टेकली हो होइन, यहाँ अगाडि नै थियो त्यही भएर अगाडि नै बसेको होइन। जुन पनि देख्नु भएको नि यो यिनीहरू एपहरू चाहिँ कोरियामा सर्भाइभ गर्नको लागि एकदम इम्पोर्टेन्ट छ है। तपाईँको चाहिन्छ यो सबै एपहरू प्ले स्टोरबाटै डाउनलोड गर्न मिल्छ होइन। तपाईँको चाहिँ अब चाहिन्छ नि त, अब हामीलाई ल्याङ्ग्वेज आउँदैन, ट्रान्सलेट गरेर भन्नु पऱ्यो होइन केही कुराहरू। अब सबै त्यही हो, अब ल्याङ्ग्वेज नआएपछि दुःख पीडाहरू भनेको यस्तै हो। त्यही भएर फ्री टाइममा भएको बेलामा ल्याङ्ग्वेज पढ्नु होला है। अब जति ल्याङ्ग्वेज इन्क्रिज गऱ्यो आफ्नै लागि राम्रो हो त्यो चाहिँ होइन। अनि यो एउटा, अनि त्यसपछि यतातिर अर्को छ यो यो अनि ट्राभल गर्दाखेरि चाहिँ होइन यो सबवे हुन्छ नि, अब ट्रेनहरू हेर्न मिल्ने होइन। यो ट्रेनहरू चाहिँ म्यापहरू हेर्न मिलिन्छ होइन। अब यो कहाँ कहाँबाट जाने भनेर यस्तो यस्तो नेबर म्याप भयो। अनि त्यसपछि अरू कुरा चाहिँ यो पनि हो यो लोकेसन होइन। अनि हामीले चाहिँ यता फेरि अब यो सबवे हेर्ने हो भने अब हामीलाई ट्रेन चढ्न मन छ भने यहाँबाट हेर्न पनि मिल्छ होइन, पुरा यसरी हेर्न पनि मिल्छ। अनि त्यहाँबाट हाम्रो यतातिर कोरियामा बसेपछि अब होइन होस्टेल बसिन्छ होइन, होस्टेल बस्नुपर्छ। त्यसपछि होस्टेल निस्केपछि अब रुममा भएकोहरू त ठिक छ होइन, रुममा पहिल्यैदेखि बसेको त अब केही गर्नु परेन। यो थावाङ भन्नेबाट चाहिँ हामीले रुमहरू अब हुन्छ नि मजाले खोज्न मिल्छ कस्तो कस्तो चाहिएको छ। अनि यो अर्को काम खोज्ने चाहिँ होइन यो आल्बाछनगुक भन्ने छ होइन, यो एपबाट योबाट पनि हेर्न मिलिन्छ होइन। तर मैले चाहिँ अब युज गरेको अनुसार चाहिँ यो आल्बाछनगुकबाट चाहिँ होइन काम चाहिँ मलाई त्यति आएन, गर्न त गराएको थियो तर त्यस्तो रिप्लाई चाहिँ नआउँदो रहेछ। अब मेबी कोरियाको अरू ठाउँतिर चाहिँ बवालै चल्ला, तर यो छुनछनमा चाहिँ अलिकता यो प्राय नचलेको जस्तो लाग्यो होइन। अनि यो अर्को छ इन्खुरुथु भन्ने होइन, यहाँबाट पनि काम खोज्न पाइन्छ, तर यहाँबाट चाहिँ
कस्तो हो भने फुल टाइमको मात्रै पाइन्छ यहाँ। फुल टाइम अब अफिसहरू यताउति यस्तो यस्तोहरू कामहरू अब हुन्छ नि, जस्तै हप्तामा 7 दिन त्यस्तो अब जोस् लङ टर्म कामहरू पाइन्छ भनौँ यहाँबाट। त्यहाँबाट चाहिँ त्यस्तो पाइन्छ। अनि एल्बमोन भन्ने पनि प्ले स्टोरबाटै डाउनलोड गर्नु होला होइन। योबाट पनि हेर्न मिलिन्छ हाम्रो कामहरू होइन। अब कामहरू खोज्ने अब यो भयो होइन। अब यो थान्गी भनेको अब सर्ट टर्म भयो होइन। सर्ट टर्मको लागि छिन्एक भनेको चाहिँ आफ्नो रिजनको भइहाल्यो। अनि छिन्दो भनेको त म्याप भइहाल्यो। अनि यहाँबाट यस्तो थिचेर गऱ्यो भने चाहिँ हामीले होइन यहाँतिर यो अकाउन्ट आइडी बनाउनुपर्छ है। आफ्नो आइडी बनाउनुपर्छ। आफ्नो आइडी बनाएर अनि यस्तो यस्तो कामहरू खोज्न पाइन्छ। अनि आउँछ खोजेर अनि एप्लाई गर्ने हो होइन। यहाँ एप आइडी बनाउनुपर्छ हाम्रो ARC12 होइन। ARC12 बनाउनुपर्छ। अनि सबसे मेन चल्ने होइन, मेन अब मलाई चाहिँ अलिकता खत्रै अब यो सबै एपमध्येमा अलिकता डेन्जर खत्रै लागेको चाहिँ यो क्यारोट है। बब्बालै लाग्यो किनभने यो एकदम युज हुन्छ। यहाँबाट चाहिँ तपाईँहरूले जे सामान पनि किन्न पनि मिल्छ, बेच्न पनि मिल्छ होइन। अब हुन्छ नि आफूलाई नचाहिएको सामानहरू बेच्न नि मिल्छ, अब आफूलाई चाहिएको सामानहरू किन्न पनि मिल्छ, सब मिल्छ यहाँ पनि। अब यो खोल्नको लागि चाहिँ फेरि ARC चाहिन्छ होइन। ARC चाहिन्छ, त्यसपछि कोरियन नम्बरहरू चाहिन्छ। यसको पनि आइडी बनाउनु पर्छ मेरो जस्तै है। आइडी बनाएर अब चलाउनु पर्छ यसरी। अनि अब यहाँ चाहिँ अब हुन्छ नि अब युज कारहरू सबकै साइकलदेखि लिएर हुन्छ नि किचन सामान सबहरू किन्न पाउँछ है। कारहरू प्रोपर्टी भन्नाले अब यो रुमहरू हुन्छ, रुमहरू पनि सब खोज्न मिल्छ कि यहाँ। रुमहरू यस्तो यस्तो छ होइन। रुमहरू सबै हेर्न मिल्छ, खोज्न मिल्छ यसरी होइन। एकदम युजफुल छ यो चाहिँ, मोस्ट इम्पोर्टेन्ट हो। अनि कामहरू पार्ट टाइम जब छ यहाँ। पार्ट टाइम जब्सबाट खोज्ने हो यसरी होइन। यहाँ पनि यस्तो छ होइन। सबै पार्ट टाइम कामहरू यहाँबाट चाहिँ फेरि एकदम रिप्लाई आउँछ है। रिप्लाईहरू नि आउँछ, सबले युज गरेर हुन्छ कि यो चाहिँ। अनि यो चाहिँ एकदम काम खोज्नेको अब काम खोज्ने भने कोरियामा बसेर काम खोज्ने भनेको यही हो कि त आफ्नो लिङ्क हुनु पऱ्यो कसैलाई चिनेको, नत्र यही एपबाट खोज्ने हो, बस्ने हो अब यहाँबाट। अनि गयो अब बोलाउँछ होइन, इन्टरभ्यूमा बोलाउँछ, इन्टरभ्यू दिन जानु पऱ्यो। अनि त्यसपछि त्यही राख्ने नराख्ने त्यही हुन्छ। अनि यहाँबाट कुन कुन कामहरू होइन, आफूलाई कुन कुन चाहियो त्यो कामहरू सेलेक्ट गरेर खोज्न पनि मिल्छ। अब यो दिनहरू कति दिन गर्ने आफूले त्यो सब टाइमहरू सबै सेट गरेर खोज्न मिल्छ है काम त्यस्तो। यो चाहिँ एकदम युजफुल छ होइन। कोरियामा आएपछि चाहिँ मस्ट युज हुने अनि युज गर्नुपर्ने, यहाँ आएर अब सर्भाइभ हुन मन छ भने चाहिँ यो सबै एपहरू युज गर्नु होला होइन। इट्स भेरी इम्पोर्टेन्ट, यो चाहिन्छ होइन। त्यही हो, त्यही भन्न चाहन्छु म चाहिँ होइन। भर्खरै एपहरू होइन सबै देखाएँ अब कसरी चलाउने भनेर होइन। सबै अब ARC चाहिन्छ है। आइडी खोल्नको लागि चाहिँ ARC चाहिन्छ। अब ARC आएपछि खोल्नु होला। अनि काम पनि त्यहीँबाट खोज्ने हो सबैले होइन। सबैजनाले त्यहीँबाट खोज्ने, क्यारोटबाट यताउति सब गर्न मिल्छ। अनि काम पनि त्यहीँबाट खोज्ने हो। अब प्रत्येक होटेलमा अब रेस्टुरेन्टमा गएर सोध्न पनि सकिँदैन, किन मैले देखाएको सबै एपहरू एकदम इम्पोर्टेन्ट छ होइन। तर त्योभन्दा नि सबैभन्दा राम्रो चाहिँ क्यारोट हो है। क्यारोट चाहिँ बेस्ट हो कोरियामा। क्यारोटबाट होइन अब हुन्छ नि रुमहरू अनि कामहरू सबै खोज्न मिल्छ। अब रेस्टुरेन्टमा एक गरेर मान्छे गएर हिँडेर खोज्न पनि मिलेन होइन। सकिँदैन पनि अब भेटे पनि अब बोल्न सकिँदैन होइन। अब हामीलाई कोरियन त्यति आउँदैन, सबलाई थाहा छँदैछ होइन। त्यही भएर क्यारोट चाहिँ एकदम युजफुल छ। अनि त्यही हो, अब मैले चाहिँ यही इन्फर्मेसनहरू सेयर गर्नको लागि भ्लग बनाएको हो होइन। आई होप सबैजनालाई राम्रो लाग्यो होला होइन। अब मनपर्छ होला, मन पराइदिनु होला होइन। अनि त्यही भन्न चाहन्छु। अनि ल्याङ्ग्वेज चाहिँ पढ्दै गर्नु होला होइन। ल्याङ्ग्वेज चाहिँ भेरी भेरी इम्पोर्टेन्ट कोरियामा होइन। अब बस्न मन छ भने, अब केही गर्न मन छ भने ल्याङ्ग्वेज चाहिँ बबाले चाहिन्छ। होप सी यू सुन होइन। अब लेट्स होप फर गुड होइन। राम्रोको लागि सोचौँ अनि राम्रो पनि गरौँ, आफैले पनि मेहनत पनि गरौँ होइन। आश गरेर कसैको नबसौँ, त्यही भन्न चाहन्छु। नि यो भ्लग चाहिँ यतिमै इन गरिदिउँ होला।
एन्ड सी यू सुन इन नेक्स्ट ब्लग होइन। अब फेरि अर्को ब्लग लिएर आउँछु म। अनि डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल, सेयर गरिदिनु होला साथीहरूलाई। नेपालबाट कोरिया आउन चाहनुहुने साथीहरूलाई सेयर गरिदिनु होला होइन लिङ्कहरू। अनि त्यसपछि सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गर्नु होला, त्यही भन्न चाहन्छु। आजको लागि चाहिँ यति नै गरौँ होला। बाई बाई।